साथी नमस्कार। हेलो साथी नमस्कार। अनि सन्चै हुनुहुन्छ? के गर्नुहुँदैछ? ठिकै भन्नु पर्यो नि, मेरो घरमा पनि के गर्नु? हजुर हो, सन्चै छु। सन्चै छु। अनि अब होइन नि आमा धराबाट नि पनि उबाट त्यसो बम्बईबाट बम्बईबाट मागेर यहाँ अरू होइन नि त अर्को धोरी फोन गरेँ त तर अब अनि अब के आमालाई के कति खर्च राख्ने भयो अब तपाईँले अब गर्दै गर्नु पर्सि अब सल्लाह गरेर जाँदा अब त्यही नि अरू भन्दा त वर्ष सबै आएको हुन्छ हाम्रो घर त उसो उपचार गर्नै पर्छ हामीले गर्दा पनि भएन भने त के गर्नु त हामीले अब के कति पर्छ गर्नु अब गर्नु त्यो तपाईँहरू हुन्छ अब के गर्दा के मेरो पनि हाल त त्यस्तै के गर्नु मेरो भन्नु पर्यो कोसँग बोलेछ र किन र कोसँग बोलेको थियो र किन र कोही कोही बेला यस्तै हुन्छ कोही कोही बेला त्यस्तै हुन्छ ओ सुन्दैछ अरू भन्दा युकेमा छैन सुनिताहरू अब युकेबाट ममा मेसेजमा नम्बर आएको छ कि त्यसले गर्दा म उनीहरूको नम्बर हो कि ममा आइरहेको छ क्या युकेबाट उनीहरूको नम्बर हो के हो भनेर भनेर अनि त्यो खोइ अहिले भोलितिर त नम्बर हो पनि बिहान चेक गर्नु पऱ्यो के कस्तो छ ठिकै छ र अब कस्तो हो पनि र म ठिकै छु र के कति खर्च लाग्छ तपाईँले हेर्दै जानु अब पर्सि म त्यो कति गते रेकर्ड 25 गते त्यो गरेपछि मेडिकल गरेपछि कति गते निस्किन्छ उसको रेकर्ड डक्टरको सल्लाह पनि मान्नै पर्यो हामीले भनेर नहुने अब उनीहरूले पनि जानेसम्म नै गर्छ भर्छ कोसिस गर्छ भने डक्टरले पनि बेला बेलामा फोन गरेर तपाईँहरूले ए म अरू बेलामा फोन गर्नु भ्याउँदिनँ अरू बेलामा टाइम पनि हुँदैन र यतिखेरि अनि र उहाँको बेलुकाको 10 बजीतिर मात्रै फोन गर्नु भ्याउँछु र म अब एकछिन म नास्ता खाने जान्छु राखिदिन्छु है होइन म कहिलेतिर हुन्छ बरु उहाँ 25 गतेको आमाको रेकर्ड आएपछि मलाई मिस कल मार्नु नि यहाँबाट मिस कल मार्नु म उहाँको रातिको बिहान रातिको 10 बजीतिर फोन गर्छु अरू बेला टाइमै हुँदैन कि बिहान यतिखेर गर्छु म मिस कल मार्नु न है रेकर्ड आएपछि आमाको है तपाईँहरूले यो नम्बर 2बाट के खुसीबाट मेसेज गर्नु आएको खुसीबाट अब त यहाँ रेकर्ड आएपछि तपाईँहरूले मिस कल मार्नु है होइन यो बहिनीकोबाट मिस कल मारेर भइहाल्छ नि म रेकर्ड पनि त्यसरी आएछ भनेर म बुझ्छु नि त है म पहिला नास्ता खान जान्छु अब टाइम छैन के होइन होइन बसी गर्छु भाइलाई टाइम छैन है हस् के भयो के भयो बोल्नु त बोलिरहेको के भन्दैछ सुविधा भन्नै पर्छ फेरि पनि